हेलो गुड मर्निङ। अहिले चाहिँ हामी बैगुनी मेला ट्याङ्ग्रा मेलामा आएको छौँ। हामी चाहिँ फुलगोडा होइन, हजुर फुलगोडा किन्दैछौँ चढाउनुको लागि। भैयाले हामीलाई दिँदै हुन्छ, आमाम दिँदै हुनुहुन्छ। बैगुन बेच्नको लागि बैगुन अब सब दिनभरिमा सकिन्छ। दिनभरिको लागि चाहिँ अहिले 12:30 भयो के बज्यो मम्मी? अहिले कचनाको मन्दिरमा जाँदैछौँ। कचना मन्दिर सानोमा त पहिले कति धेरै भिड हुन्थ्यो, अहिले खासै धेरै हुँदैन रहेछ हौ। हामीले लिइरहेको छौँ लग, हामीले सबैजना यसरी सानोमा यहाँ कति धेरै लिन्थ्यौँ। अनि यो आर्मी क्याम्प चाहिँ परसम्म थियो होइन, पुरै खाली थियो। अहिले चाहिँ पुरै भरेर ओरसम्म आएको छ। अहिले चाहिँ हामी यहाँनिर जाँदैछौँ। फाइनली आइपुग्यौँ। अब मन्दिर आइपुग्यौँ। भाइहरूको चाहिँ कति धेरै आइसक्नु भइसकेको रहेछ क्या। ओ माई गड। अब यो रेसिपिराख्नु भएको छ। हामी चाहिँ कचनाको मन्दिर आर्मी क्याम्पनिर आइपुगिसकेको छौँ। हामी यहाँनिर आइपुगेको कचना महादेवको मन्दिरमा। सरी, आज लाइन लागिरहेको छ। मैले चाहिँ अघि चाहिँ निकै थियो अरे, अहिले चाहिँ त्यस्तो छैन अरे। चप्पल जुत्ता यहाँ छोडेर कचना यो मन्दिर महादेवलाई पूजा गर्नु छ। यो चाहिँ वैशाख कहिले पनि वर्षको एकचोटि लाग्ने हुनाले सबै एकदम भिडभाड हुन्छ। धेरै टाढादेखि आउनुहुन्छ। बाई बाई।